Look, तपाईलाई वेलकम छ मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ। हामी दुई भाइ अब खटाङतिर घुम्न जाँदैछौँ। व्हाट्सअप गाइस, हजुरलाई स्वागत छ मेरो दाइको भ्लगमा। आज चाहिँ हामी हाम्रो ऐतिहासिक ठाउँ खटाङ घुम्न जाँदैछौँ। लास्टसम्म भिडियो हेरिदिनु, माया सपोर्ट देखाइदिनु होला। लेट्स गो। ल गाइस, हामी खटाङतिर आइसकेका छौँ अनि यो खटाङको क्षेत्र यस्तो हो। अनि हाम्रो ब्रदर यता पछाडि हुनुहुन्छ इच्छु। अनि यो खटाङमा हामी डुल्छौँ एकछिन, तपाईँहरूलाई भिडियो सिडियो देखाउँछौँ कस्तो हुन्छ हेरौँ ल। गाइस, हामी चाहिँ खटाङ पुगिसकेका छौँ र हामी यसो खटाङको भ्युजहरू हेर्दै जाँदैछौँ, हिँडिरहेको छौँ। हजुरलाई राम्रो राम्रो भ्युजहरू देखाउँछौँ, भिडियोमा रहिरहनु होला, माया देखाइदिनु होला। भ्युज हेर्नुहोस् है त। गाइस, हामी चाहिँ खटाङको टापुमा पुगिसकेका छौँ। त्यो चाहिँ पछाडि तपाईँले उत्तर गङ्गा भेरी देख्न सक्नुहुन्छ। यो चाहिँ उत्तरमा पुग्छ भन्नाले एउटा टापु बनाएको छ यसले। एउटा अनौठो किसिमले घुम्छ यो ठाउँमा। हाम्रो दाइ साथमा हुनुहुन्छ। जाम हेरौँ भ्युजहरू। गाइस, हामी चाहिँ खटाङ क्षेत्रमा पुगिसकेका छौँ। खटाङ क्षेत्रभित्र जाने यो चाहिँ गेट हो। यहाँ गेट बनाएको छैन, तर पछिल्लो समयमा बनाउँछन् होला। नेपालको झन्डा पनि छ गाइस। यहाँ नियमहरू लेखिएको छ, पालना गर्ने नियमहरू। यही हो भित्र। हामी हजुरलाई भित्र गएर देखाउँछौँ के कस्तो छ। जाम है त गाइस। यो चाहिँ हाम्रो शिवजीको नागको मूर्ति बनाएको छ। यहाँ चाहिँ यो मूर्ति बनाएको चाहिँ धेरै भइसक्यो गाइस, तर यो सम्पन्न हुन सकेको छैन। कन्स्ट्रक्सन चलिरहेको छ। के सुन्न मिलेको छ भन्दाखेरि त्यो पाइपलाइन जोडेर यताति गरेर त्यो शिवजीको नाकको खाप्सुबाट चाहिँ पानी निकाल्ने या पूजा गर्ने पाठ गर्ने चाहिँ हुन्छ गऱ्यो। अनि यता साइडमा चाहिँ गाइस त्यही तिनकुने पुलको लागि पिलर हुँदैछ। अनि यता चाहिँ हाम्रो मन्दिर छ। आउनुहोस् मन्दिरको नजारा देखाउँछु। उता चाहिँ हाम्रो जोगीहरू बस्नुहुन्छ, गुरुहरू बस्नुहुन्छ। यहाँ मन्दिरमा पूजा गर्ने गुरुहरू बस्नुहुन्छ। मन्दिरमा जानु त। यो चाहिँ खटाङको मन्दिर पुरानो मन्दिर हो। अनि यो चाहिँ के भूकम्पले आएर यो चर्केको रहेछ, यस्तो थोरै चर्केको छ। अझै यो सुरक्षित नै छ भनौँ। ल अब अरू मन्दिर पनि देखाउन जाँदैछौँ हामीहरू। यो चाहिँ खटाङको मन्दिरमा पहिला एउटा बाबाजी बस्नु भएको थियो। त्यस बेला अनि भेरी बढेको थियो, त्यस कारण अनि यहाँ के कारणले हो यहाँ बित्नुभयो थाहा भएन। त्यो चाहिँ हामीलाई यहाँ मितिसिति हेर्नुहोस्, नाम चाहिँ यही छ। अनि यही हो। यो चाहिँ हाम्रो ऐतिहासिक ठाउँ हो, ऐतिहासिक मन्दिर। धेरै पहिलादेखि चलेको मन्दिर हो। चाहिँ यहाँ मान्छेहरू आइरहन्छन्, भक्तजनहरू यहाँ पूजापाठ गर्नको लागि। के मानिन्छ भन्दाखेरि यहाँ हामी तिजको बेला व्रत बस्यौँ भने महिलाहरू तिजको बेला व्रत बस्यो उसको माग चाहिँ पुरा हुन्छ भनिएको छ गाइस। आउनुहोस् तपाईँ माथि देवी पनि हुनुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो सबै भगवान्हरूको मूर्ति बनाएको छ। तपाईँ चाहिँ उहाँ हेर्न सक्नुहुन्छ। मेन मूर्ति चाहिँ उहाँ हुन्छ गणेशजी, शिवजी, पार्वती, सरस्वती। सबै सरस्वती हुनुहुन्छ गाइस। यहाँ सरस्वती माता पनि हुनुहुन्छ, गणेशजी, सबै माताहरू यहीँ हुनुहुन्छ, माता पिताहरू गाइस। राम्रो ठाउँ छ। एकचोटि तीर्थयात्राको लागि पनि यहाँ चाहिँ आउनुपर्छ गाइस। स्वर्गदारी भन्दा यहाँ पनि ठिक छ गाइस। खटाङ क्षेत्रकै माताको चाहिँ निधन भएको रहेछ। उहाँको जन्म 1926मा भएको छ भने 2026मा उहाँको निधन भएको रहेछ गाइस। उहाँ अब भगवान्को कोही मान्छे पनि अमर हुँदैन गाइस, मर्नै पर्छ। जति पूजापाठ गरे पनि हामी एक दिन यो भनेको मेन पूजा गर्ने ठाउँ।
लगेर जान्छु कहाँ बागर खेत वीरेन्द्रनगर कल्याण गर्नु गाइज अब तपाईँहरूले देख्नुभयो होला यो चाहिँ हाम्रो मेन भवन हो यहाँ चाहिँ हाम्रो पुजारी बाबाहरूले हामीलाई टिकासिका लगाइदिनु भयो हामीले दक्षिणा दिने अब राम्रो छ गाइज यहाँ भेदभाव हुँदैन राम्रो हुन्छ हामी भित्र गयौँ भित्र जानलाई कहिले पनि मनाइ गरेन हामी चप्पल बाहिरै छरायौँ छराउनु त गाइजहरू उहाँले हामीलाई टिका ल्याउन पठाउनु भयो र टिका लगाइदिनु भयो उहाँले हामीलाई आशीर्वाद दिनुभयो उहाँहरू यहाँ बस्नुहुन्छ यहाँ बाह्रैमासे बस्नुहुन्छ गाइज फेरि बढ्दाखेरि पनि उहाँहरू यहीँ बस्नुहुन्छ उहाँहरू आफ्नो मृत्युको केही हुँदैन बस भक्त हुनुहुन्छ उहाँहरू शिवहरूको भगवान्हरूको उहाँले चाहिँ यही भक्तिमा आफ्नो मन लगाउनु भएको छ उता गाइज हाम्रो बाबाहरूले खानपिनको लागि हाम्रो खटाङ क्षेत्रको अध्यक्षले बनाइदिनु भएको छ र यहाँ गाई माताहरूलाई पनि पालिन्छ र गाई माताको गौत खाएर बिहानको सुरुवात हुन्छ अनि गाई चाहिँ हजुरहरूलाई हामी उहाँको दृश्य देखाउँछ आउनु नमस्ते के गर्दै हुनु हामी वीरेन्द्रनगर भोलि पनि तिल खानुपर्छ भन्छ गाइस तपाईँहरू देख्नुभयो उहाँ चाहिँ हाम्रो माता हुनुहुन्छ आज एकादशीको समय गरेर एकादशी रहेछ हामीलाई पनि थाहा भएन आजको दिनमा चाहिँ बिहान पूजा गरेर प्रसाद खानुपर्ने रहेछ अब यस्तो जाडोमा नुहाउन त सकिएन गाइस त्यही पनि राम्रो छ ठाउँ हजुरहरू भ्रमण गर्न अवश्य आउनु होला हिँड्दै गरौँ यहाँ विकसित गराएको छ पछाडि देखाउनु पर्ने हेर्नौ यो हाम्रो बाटोमा कहाँसम्म पुगिन्छ यो मन्दिरको हामी एक राउन्ड हान्नेछौँ गाइस हजुरहरूलाई दृश्य देखाउँछौँ हेर्नु होला गाइस यो टापुमा चाहिँ वरिपरि राम्रो ठाउँ भए पनि यहाँ हाम्रो मन्दिर छ यहाँ बिचमा चाहिँ सानो जङ्गल छ घाँस दाउराको लागि ठिक छ घाँस दाउरा कसैले लग्दैन हाम्रो पुजारी बाबाहरूले चाहिँ यहाँदेखि सामानहरू लगाउनुहुन्छ बिचमा हल्का जङ्गल छ गाइस किरा फट्याङ्ग्रा जस्तै हो यो चाहिँ खटाङको बिच टापुमा रहेको यो जङ्गल यस्तो छ मन्दिर पर बिचमा छ र हामी यो पछाडिको साइडमा छौँ हिँडिरहेको छौँ भेरीको साइड अनि अघि नै देख्नु नै भएको होला हामी त्यतातिर हिँडेका थियौँ अनि यस्तो पछाडिबाट घुमेर फेरि हिँड्दैछौँ अनि फेरि हामी पछाडिबाट घुसेर जाँदैछौँ हेर्दै रहनुहोस् अनि ब्रदर हुनुहुन्छ अनि यो खटाङको भेरी हो यसरी बग्छ यो हेर यसरी जान्छ यो हावाबाट आएको छ र यस्तो बाङ्गो ट्याङ्गो गएर यसरी
यहाँ पछाडि तपाईँ भेरी नदी देख्न सक्नुहुन्छ र त्यो चाहिँ गाई छ न यहाँ खटाङको बिच टापुमा फेरि बनाएको कारण मान्छेहरू यहाँ दर्शन गर्न आउनु पाउँदैनन् होला। त्यसैले यहाँ चाहिँ नेपालको दोस्रो 3 कुने पुल हुँदैछ, केही छिनमा यो सम्पन्न हुन्छ होला। त्यो पुल पनि 3 कुने पुलमा हजुरलाई राम्रो भ्लग हामी देखाउँछौँ, हेर्दै गर्नु। त्यो गुफाको बारेमा केही भन्दैन? गुफाको बारेमा ल त्यो गुफा चाहिँ गाई झन् चमेरी गुफा भनिन्छ त्यो गुफालाई। राम्रो छ ठाउँहरू, एक्लै मस्त कोही एकान्तमा बस्न चाहनुहुन्छ भने यहाँ खटाङ क्षेत्रमा आए हुन्छ, चमेरी गुफामा गए हुन्छ। राम्रो छ भ्यूहरू गाइजहरू, आउनु होला कुनै बेला। गाई झन् त्यो गुफा चाहिँ त्यसलाई चाहिँ टन्डे चोरको गुफा भन्छन् होइन। टन्डे चोर कुनै जमानामा अब एउटा खतरनाक चोर थियो अरे। त्यहाँ खजाना छ कि छैन अझै पनि थाहा भएन, कोही जान सकेको छैन गाइज। अनि त्यो माथि चाहिँ हाम्रो यो खटाङ क्षेत्रको 3 कुने पुल बनाउनुको लागि त्यहाँ कन्स्ट्रक्सन चलिरहेको छ गाइज, हेर्न सक्नुहुन्छ। 3 कुने पुल छिटै बन्छ होला, राम्रो हुन्छ, सजिलो हुन्छ सबैको मान्छेहरूलाई। र त्यो ट्रान्जिस्टरको बारेमा चाहिँ म यति भन्छु, हेर्नुहोस् भ्यूहरू, रहनुहोस्। यो चाहिँ जेसिबी यहाँ काम लाग्छ, यहाँ खटाङको पुलको त्यो बनाउँदैछ। उता चाहिँ कामदारहरूको घर, कामदारहरू काम गरिरहन्छन् र हामी मन्दिरतिर जाँदैछौँ। अनि यहाँ टोइलेटमा के हुँदैछ के? हामी चाहिँ ठ्याक्क हामी मन्दिरनिरै पुगेको रहेछौँ। यहाँ मन्दिरमा पुलको लागि कन्स्ट्रक्सन चलिरहेको छ, आउनु सही त पछाडि। केटाहरू गाइजहरू, ल यो पुलको बारेमा केही भन्न मन लाग्यो। यो हेर्नुहोस्, यो ठुलै कुवा जस्तो छ क्या, यो पुरै गड्डा हो, यो पिल्लर जस्तो हो, खतरा ठुलो हो, लास्टै ठुलो हो यो। यो चाहिँ हाम्रो 3 कुने पुलको लागि यहाँ हुँदैछ, कन्स्ट्रक्सन हुँदैछ, बनाउँदैछन्। यहाँ चाहिँ मान्छे बाइक अब मोटर गाडीहरू हिँड्ने बाटो पनि बनाएको छ, मान्छे हिँड्ने बाटो पनि बनाएको छ। ओइ दामी रहेछ यार पुल त बनाउनुको लागि। यार त्यो पनि हो बाटो चाहिँ यहाँबाट चाहिँ गाइज हजुर मन्दिरको भ्यू पनि हेर्न सक्नुहुन्छ। आजको यस भ्लगमा हामीले खटाङ क्षेत्रको बारेमा वर्णन गरेका छौँ। खटाङ क्षेत्र एकदमै ऐतिहासिक ठाउँ हो र हाम्रो उत्तर गङ्गा नदी पनि बगिरहेको छ। यहाँ पुर्खा पहिलेको समयमा के भनिएको छ भन्दाखेरि यस ठाउँमा विभिन्न घट्टहरू चलाउँथ्यो अरे। यो ठाउँमा धेरै 50-60 वटा घट्टहरू चलाउनुको कारण यो उत्तर गङ्गा नदी बन्न पुग्यो। राम्रो छ खटाङ क्षेत्र। आजको यस भ्लगमा हजुरहरूलाई हामीले खटाङ क्षेत्रको बारेमा वर्णन गरेका छौँ र विभिन्न ठाउँहरूमा हामी जानेछौँ, हजुरहरूलाई त्यहाँको बारेमा भन्नेछौँ, कस्तो मान्छेहरूलाई सोधपुछ गर्नेछौँ, आफूले नजाने पनि हजुरहरूलाई जानकारी दिनेछौँ। आजको यस भ्लग यहीँ अन्त्य गर्छौँ। माया देखाउनु होला, लाइक सब्सक्राइब सेयर पनि गरिदिनु होला आफ्नो साथीहरूसँग है त। ल